छोरी साराले इन्टरप्रेटमा हामीलाई इन्टरप्रेटर गरिदिनुहुनेछ। ताली बजाएर हामी स्वागत गरौँ है। छ जयमसी। Hallelujah. Today's title: Do not compare yourself with others, but fulfill the work entrusted to you. अनि आजको वचनको शीर्षक रहेको छ आफूले अरूसँग तुलना नगर्नुहोस् तर आफ्नो कामलाई जारी राखेर चाहिँ आफ्नो भरोसा चाहिँ राखिरहनुहोस् परमेश्वरमा। Anyone who believes in Jesus and repents become a child of God. जो व्यक्ति पनि यदि उसले पाप गरेर चाहिँ उसले पश्चाताप गर्छ भने ऊ चाहिँ परमेश्वरको सन्तान बन्छ। This means that the life of faith has begun. यसको मतलब यो हो कि भरोसाको जीवन र विश्वासको जीवन चाहिँ सुरुवात भइसकेको छ। But it does not mean that the person has already been confirmed as a citizen of heaven. तर यसको मतलब यो हुँदैन कि त्यो व्यक्ति चाहिँ स्वर्गको नागरिक बन्न योग्यको छ। If a person finishes his life by diligently obeying and repenting, he is judged as a true grain and enter heaven. अनि तर यदि कसैले चाहिँ आफ्नो भरोसालाई नतोडिकन चाहिँ ऊ परमेश्वरमा भरोसा राखेर चाहिँ उसले आफ्नो जीवन जिउँछ भने अनि उसले भरोसा राखेर चाहिँ उसले आफ्नो कामहरू पुरा गर्छ अनि आफू एउटा विश्वासी भएको कारण गर्नुपर्ने कुराहरू उसले गर्छ भने ऊ स्वर्ग जान ऊ न्यायको दिनमा ऊ न्याय हुन्छ र स्वर्ग जान ऊ योग्यको हुन्छ। But if we end with only formal faith, he becomes a chaff and is burned in the fire of hell. तर यदि उसले आफ्नो भरोसा तोड्छ र उसले आफूमा भरोसा राख्दैन भने ऊ चाहिँ नर्कको हकदार हुनेछ र ऊ चाहिँ नर्कमा जल्नेछ। This is the Bible teaching. अनि यो चाहिँ बाइबल अनुसार हो। The Bible becomes sick because it explains many examples and truths. अनि बाइबल चाहिँ किन मोटो छ भन्दाखेरि चाहिँ त्यहाँनिर धेरैवटा उदाहरणहरू रहेको छ त्यसै कारणले गर्दाखेरि। But the human doctrine has risen above the Bible. तर आजकलको समयमा चाहिँ संसारको सिद्धान्तहरूको पुस्तकहरू चाहिँ बाइबलभन्दा मोटो हुन थालेको छ। They say that once a person attends church, he has become a citizen of heaven. अनि उनीहरूले भन्छन् कि यदि कसैले एउटा चर्च जान्छ भने चाहिँ ऊ चाहिँ स्वर्गको नागरिक भइसक्यो भनेर। Because of this, church members' faith does not grow up. यसै कारणले गर्दाखेरि चाहिँ एउटा चर्चको सदस्यहरूको भरोसा चाहिँ कम हुँदै जान्छ। The longer some people attend church, the prouder they become. They cannot forgive others, cannot love, and become selfish. अनि यदि यस्तो सिद्धान्तहरूमा हिँडेर चाहिँ मानिसहरू धेरै वर्षसम्म चर्च गइरहन्छन् भने चाहिँ उनीहरू चाहिँ बिस्तारी मानिसहरू उनीहरूको भित्र भएको घमण्ड यति बढ्न थाल्छ कि मानिसहरूलाई परवाह नगर्ने मानिसहरूलाई हुन्छ नि सम्मान नगर्ने आदर नगर्ने। This happens because Satan takes control of their hearts. अनि यो चाहिँ किन हुन्छ भने चाहिँ मानिसहरूको हृदयमा चाहिँ शैतानले कन्ट्रोल गर्न थाल्छ।
Satan attacks him intensely so that he cannot go to heaven. अनि शैतानले चाहिँ उसको हृदयमा एट्याक गर्छ र उसलाई चाहिँ सकेसम्म उसलाई स्वर्ग नजान दिनलाई चाहिँ उसलाई तान्न खोज्छ God disciplines him in order to turn him back from the path of destruction. तर परमेश्वरले त्यो यदि त्यस्तो भयो भने अनि त्यो व्यक्तिलाई चाहिँ परमेश्वरले हुन्छ नि डिसिप्लिन गराउन खोज्नुहुन्छ अनुशासित गराउन खोज्नुहुन्छ अनि त्यो गर्दै गर्दाखेरि चाहिँ परमेश्वरले चाहिँ उसलाई सकेसम्म स्वर्गमा लान खोज्नुहुन्छ When a person first believes in Jesus, the Lord guard and protect him. अनि जब कोही व्यक्तिले पहिलोचोटि परमेश्वरलाई विश्वास गर्दछ यीशु ख्रीष्टलाई विश्वास गर्दछ तब चाहिँ परमेश्वरले चाहिँ उसलाई चाहिँ सुरक्षित राख्न खोज्नुहुन्छ सुरक्षित राख्नुहुन्छ But if he does not run obedience and follow the word, the Lord strikes him with the load. तर यदि उसले परमेश्वरलाई पछि लाग्दैन र उसले मानिसहरूको शब्दमा विश्वास गर्छ भने परमेश्वरले उसलाई छोड्दिनुहुन्छ Even though he believed in Jesus, he become sick, had accident, and face many problems. अनि यस्तो अवस्थामा यदि ऊ क्रिस्चियन हो भने यदि ऊ विश्वासी नै हो भने पनि उसको भरोसा यति धेरै टुटिसकेको हुन्छ कि ऊ एकदमै हुन्छ नि एकदमै विश्वासी भन्न नयोग्यको भइसकेको हुन्छ अनि ऊ चाहिँ उसको भरोसा चाहिँ एकदमै धेरै कम हुन्छ The peace of his life disappear. अनि उसको जीवनमा भएको त्यो शान्ति चाहिँ हराउँछ To be restored, he must read the Bible and listen to sound preaching. अनि त्यसको लागि चाहिँ उसले चाहिँ एउटा बाइबल पढ्नुपर्छ अनि उसले चाहिँ बाइबलमा त्यो बाइबलको भर्सहरू अथवा वचन प्रचार गरिरहेको सुन्नुपर्छ He must return to a life of repentance and obedience. अनि उसले चाहिँ एउटा पश्चातापको जीवन र पालना गर्ने जीवन जिउनुपर्छ The purpose of beginning the life of faith is to learn the word of God and obey it. अनि एउटा जीवन जिउने एउटा असल जीवन जिउने भरोसाको जीवन जिउने त्यो जीवन चाहिँ कसरी जिइन्छ भने चाहिँ परमेश्वरमा भरोसा गरेर र एउटा परमेश्वरमा आज्ञा पालना गरेर We all Christians must be trained to abandon sin, forgive our neighbors, and love one another. अनि हामी सबैजनाले चाहिँ एउटै मात्र कुरा सुनिरहेको हुन्छौँ कि हामीले आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ एकअर्कालाई प्रेम गर्नुपर्छ If a person attends a church but does not live a life of repentance, his faith ends as a chaff. यदि कोही मान्छे चर्च जान्छ र ऊ चाहिँ भरोसा गर्छ तर उसको जीवन चाहिँ पश्चाताप योग्य छैन भने चाहिँ उसको जीवन चाहिँ परमेश्वरले चाहिँ ऊ चाहिँ स्वर्ग जानको योग्य हुँदैन When we believe in Jesus, God gives different talents to each person. अनि यदि कोहीले विश्वास गर्छ भने यो कुरा चाहिँ सबैमा लागू हुन्छ Some people have many ability and some have few ability. कोही मानिसहरुसँग धेरै योग्यता हुन्छ भने कोही मानिसहरुसँग कम योग्यता हुन्छ But if they are faithful, they receive the same salvation and the same reward. तर यदि ऊ चाहिँ एउटा विश्वासी हो भने अनि यदि ऊ जान्छ भने चाहिँ उलाई हेर्ने नजर उलाई परमेश्वरले हेर्ने नजर चाहिँ एउटै हुन्छ परमेश्वरले
सबैलाई एउटै प्रकारले हेर्नुहुन्छ। The one who has received much ability has many duties. तर जो व्यक्तिसँग धेरै योग्यताहरू हुन्छ उसँग धेरै कामहरू पुरा पनि गर्नुपर्ने हुन्छ। And the one who has received little ability has few duties. तर जो व्यक्तिले चाहिँ अलिक कम के अरे उसको चाहिँ कम योग्यता छ भने चाहिँ उसको कामहरू पनि कमै हुन्छ। If a person who received much ability fulfilled only half of his duty, अनि यदि जो व्यक्तिको चाहिँ धेरै योग्यता छ र उसले आफ्नो काम आदि मात्र भ्याउँछ भने he is worse than the person who received little ability and fulfilled all of it. अनि तर यो व्यक्तिले चाहिँ उसको योग्यता धेरै छ तर उसले कम काम भ्यायो भन्दा ऊ चाहिँ त्यो जुन व्यक्तिको कम योग्यता छ त्यो व्यक्ति भन्दा ऊ चाहिँ तल्लो स्तरको हो। किन भन्दाखेरि चाहिँ उसँग यति धेरै उसँग योग्यता हुँदाखेरि पनि उसले आदि काम भ्यायो भने जो व्यक्तिसँग कम योग्यता छ उसले आफ्नो पुरै काम भ्यायो। In human eyes, the one who fulfills the half may seem to have done 10 times more than the one who had a little ability and completes all. तर मानिसहरूको नजरमा हेर्दाखेरि चाहिँ सायद यो कुरा ठ्याक्क उल्टो हुन सक्छ। किनभने मानिसहरूको नजरमा हेर्दाखेरि चाहिँ जो व्यक्तिको धेरै योग्यता छ र जो व्यक्तिको धेरै काम छ उसले आदि काम मात्र भ्यायो। अनि जो व्यक्तिको कम योग्यता छ त्यो व्यक्तिको त कम योग्यता छ। त्यस्तो नजरियाले चाहिँ मानिसहरूले हेर्छन्। But in the Lord's eyes, one fulfills only half and the other fulfills all. तर परमेश्वरको नजरमा हेर्दाखेरि चाहिँ एउटाले आदि काम मात्र भ्याएको हुन्छ अर्कोले चाहिँ पुरै काम भ्याएको हुन्छ। The one is more pleased with a small, healthy jujubha than with a large pumpkin that is half rotten. Can we repeat that again, please? The one is more pleased with the one small, healthy jujube than with a large pumpkin that is half rotten. अनि एउटा पानी चाहिँ हामीले निकाल्दाखेरि चाहिँ एउटा सानो भाँडामा निकाल्यो भने चाहिँ सजिलो हुन्छ। यदि हामीले एउटा ठुलो भाँडाले निकाल्यो भने चाहिँ हामीलाई ठ्याक्क त्यो पानी तान्न चाहिँ गाह्रो हुन्छ। But in the people's eyes, the half rotten pumpkin may look greater. तर मानिसहरूको नजरमा हेर्दाखेरि चाहिँ त्यो ठुलो भाँडा चाहिँ त्यो मानिसहरूको नजरमा चाहिँ राम्रो होला। Do not compare yourself with others. आफूले अरूसँग तुलना नगर्नुहोस्। Being faithful to the work entrusted to you is what pleases the Lord. आफ्नो काम पुरा गर्नुहोस् अनि परमेश्वरलाई भरोसा गर्नुहोस् अनि यही कुरा मात्र हो जसले चाहिँ परमेश्वरलाई सन्तुष्ट पार्छ। To gain talent do not mean simply earning much money. अनि सबैभन्दा धेरै हामीले सुनेको कुरा चाहिँ जसले धेरै उसमा धेरै ट्यालेन्टहरू छ उसँग धेरै योग्यता छ भने चाहिँ उसले धेरै पैसा कमाउँछ। It means serving the Lord with the ability, health, and possessions He has given you. तर यसको मतलब के हो भन्दाखेरि जब परमेश्वरले हामीलाई कुनै योग्यता दिनुहुन्छ परमेश्वरले हामीलाई
हाम्रो काम अनुसार चाहिँ त्यो योग्यता र त्यो हामीले योग्य गर्ने हामीलाई उपयुक्त हुने पैसा पनि परमेश्वरले जुटाउनुहुन्छ। It means helping those weaker than yourself, forgiving your neighbors, and doing good to them. तर यसको मतलब हामीले अरू कुराहरू जस्तो कि आफ्नो छिमेकीलाई प्रेम गर्ने, गरिबहरूलाई सहयोग गर्ने अथवा अन्य कुराहरू चाहिँ हामीले गर्न सक्छौँ। Because people do not understand the Lord's will, the higher their position is, the more they try to rule over others. किनभने उनीहरूले चाहिँ परमेश्वरको वचनलाई बुझ्दैनन्, परमेश्वरको शब्दहरूलाई बुझ्दैनन्। जति ठुलो चाहिँ उनीहरूको पद हुन्छ त्यति धेरै चाहिँ उनीहरूले अरू व्यक्तिहरूलाई तल्लो पार्न खोज्छन्। Our lives were created for the glory of the Lord. हाम्रो काम चाहिँ परमेश्वरलाई अनुग्रह दिनको लागि हुनुपर्छ। If a person lives for the glory of the flesh, everything disappears in the end. Even his life is taken by Satan. अनि यदि कसैले चाहिँ मानिसहरूलाई अनुग्रह दिन्छ भने चाहिँ मानिसहरूको लागि जिउँछ भने चाहिँ उसको जीवन चाहिँ बिस्तारै बिस्तारै हुन्छ नि टुट्दै जान्छ र उसको हृदयलाई चाहिँ शैतानले काबु गर्न थाल्छ। Matthew chapter 25 verse 24-25. मत्ती 25 को 24 र 25 कसैले लेखेर राख्न सक्नुहुन्छ? Then the man who had received the one bag of gold came. Master, he says, I knew that you are hard man, harvesting where you have not sown, and great gathering where you have not scattered seed. So I was afraid and went out and hid your gold in the ground. See, here is what belongs to you. मत्ती 24 को 24 र 25 बाबाले यहाँ तल राखिदिनुहुनेछ, हजुरहरूले पढ्न सक्नुहुन्छ। Do you read the Bible? Yeah, we have put in the message. Such people claim that because God is almighty, He will do everything by Himself. अनि कतिजना मानिसहरूले के सोच्छन् भने चाहिँ यदि परमेश्वर अलमाइटी परमेश्वर हुनुहुन्छ, उहाँ चाहिँ एकदम उत्कृष्ट परमेश्वर हुनुहुन्छ, सबै काम चाहिँ उहाँले नै गरिदिनुहुन्छ। They say that human effort is not needed at all. उनीहरूले भन्छन् कि मानिसहरूले गर्नुपर्ने त्यो मानिसहरूले दिनुपर्ने त्यो काम अथवा मानिसहरूले गर्नुपर्ने कुराहरू त्यो त चाहिँदैन भन्न खोज्छन् उनीहरूले चाहिँ। They say God will save those He wants to save, bless those He wants to bless, and heal those who want to heal. So human beings do not need to make any effort. उनीहरूले चाहिँ के भन्छन् भने संसार सिद्धान्तले के भन्छ भने परमेश्वरले चाहिँ आफूले जो व्यक्तिलाई छान्न मन लाग्यो त्यही व्यक्तिलाई छान्नुहुन्छ, जो व्यक्तिलाई स्वर्ग लान चाहनुहुन्छ त्यही व्यक्तिलाई लानुहुन्छ, अनि उहाँले हाम्रो सबै कामहरू गरिदिनुहुन्छ। अनि हामीले चाहिँ केही पनि आफ्नो तर्फबाट केही पनि प्रयास गर्नु पर्दैन। This kind of search comes from Satan. अनि यस्तो खाले कुराहरू शैतानले ल्याउँछ। Although we are lacking and weak, the Lord wants us to strive, make effort, forgive one another, and love one another. सायद हामी कमजोर हुन्ला, सायद हामी
धेरै काम गर्न नसक्ने होला तर पनि हामीले आफूले जति सक्छौँ त्यति काम गर्नुपर्छ अनि हामीले चाहिँ परमेश्वरमाथि भरोसा त राख्नुपर्छ तर परमेश्वरमा निर्भर हुनु हुँदैन हामीले आफ्नो तर्फबाट पनि काम गर्नुपर्छ They live according to their own stubbornness and do not depend but only attend church. अनि कोही कोही व्यक्तिहरू पश्चाताप गर्दैनन् उनीहरूले भरोसा नि गर्दैनन् र उनीहरू चर्च मात्र जान्छन् Yet they believe the Lord will save everyone automatically. त्यही पनि तिनीहरू विश्वास गर्छन् कि परमेश्वरले चाहिँ सबै व्यक्तिहरूलाई अटोमेटिकली सेभ गर्नुहुन्छ भनेर Such people are like the ones who received the one talent and buried it in the ground. यिनीहरू चाहिँ यस्तो खाले व्यक्तिहरू हुन् जसले चाहिँ एउटा ट्यालेन्ट पाउँछ उसले एउटा योग्यता पाउँछ अनि उसले चाहिँ त्यसलाई माटो खनेर चाहिँ उसले त्यो ट्यालेन्टलाई चाहिँ गाडेर आउँछ Bearing the talent received from the Lord means using one's life, ability, and possession only for the things of the world. अनि यसको अर्थ चाहिँ त्यो आफ्नो योग्यता गाड्नुको अर्थ चाहिँ बाइबलमा के दिएको छ भन्दाखेरि चाहिँ जो व्यक्तिले चाहिँ आफ्नो योग्यताहरूलाई चाहिँ शैतानको पापहरू गर्नको निम्ति प्रयोग गर्छ त्यसलाई चाहिँ योग्यताहरू गाडेर राख्नु भन्छ Luke chapter 19 verse 20-21. लुका 19को 20 र 21 Then another servant came and said, Sir, here is your muna. I have kept it laid away in a piece of cloth. I was afraid of you because you are hard man. You take out what you did not put in and leave what you did not sow. हुन्छ म पढिदिनेछु यहाँनिर यसो दिएको छ अर्को आएर यसो भन्यो मालिक हेर्नुहोस् तपाईँको सिक्का यहाँ छ यो मैले रुमालमा बाँधेर राखेको थिएँ म तपाईँसँग डराएँ किनकि तपाईँ कठोर मानिस हुनुहुन्छ जे राख्नु भएन त्यो लिनुहुन्छ र जे छर्नु भएन त्यसैको कटनी गर्नुहुन्छ तिमीले त्यसलाई भने तेरे मुखको कुराबाट म तेरो इन्साफ गर्छु ए दुष्ट नोकर जे राखिन् त्यो लिने र जे छरिन त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैँले जानेकै थिइस् Amen. This is a similar words also. The person who received one muna should have used it and gained profit, but he simply wrapped it in the cloth and kept it. अनि यो पनि किन सिमिलर हो भन्दाखेरि चाहिँ यहाँ भएको व्यक्तिले चाहिँ त्यो सिक्का लिएर चाहिँ उसले नाफा कमाउन सक्थ्यो तर उसले के गरेको छ भन्दाखेरि चाहिँ उसले रुमालमा पोको पारेर चाहिँ ऊ चाहिँ आफ्नो मालिकलाई दिन आएको छ His son was that because God is strict, he might be rebuked. If so, he chose to do nothing and simply leave it as it was. अनि एउटा व्यक्तिले चाहिँ धेरै कामहरू गर्न सक्छ यदि उसले सोच्छ भने चाहिँ तर पनि ऊ यदि बस्छ र उसले केही पनि काम गर्दैन भने चाहिँ त्यो चाहिँ दुष्टता नै हुन्छ This is a very wrong such. अनि यस्तो चाहिँ धेरै नराम्रो सोच हो Even if we stumble, we must diligently run the way of faith.
अनि यदि हामीहरू कठिन परिस्थितिमा हुँदाखेरि पनि हामी जहिले पनि भरोसाको बाटोमा जानुपर्छ। We must receive church duties, serve in various ways, and move diligently. अनि हामीले चाहिँ कतिपय ठाउँहरूमा चाहिँ जानुपर्छ र कतिपय बाटोहरू चाहिँ प्रयोग गर्नुपर्छ परमेश्वरको वचनको लागि, परमेश्वरको एउटा सङ्गतिको लागि, परमेश्वरको लागि चाहिँ हामीले चाहिँ धेरैवटा ठाउँहरूमा सकेसम्म परमेश्वरको सङ्गति लिन खोज्नुपर्छ। अनि एउटा व्यक्तिले चाहिँ भरोसाकै बाटोमा जानुपर्छ। अनि उसले चाहिँ काम गरिरहनुपर्छ, हल्लिरहनुपर्छ। When we work diligently for the Lord, we may make mistakes, but do not worry. अनि हामीले चाहिँ परमेश्वरको बाटोमा जाँदै गर्दाखेरि चाहिँ हामीले कतिवटा मिस्टेक गर्न सक्छौँ अथवा हामीले कतिवटा गल्तीहरू गर्न सक्छौँ, तर हामीहरू चाहिँ आत्तिनु हुँदैन अथवा चिन्ता लिनु हुँदैन। Whenever we make mistakes, we should repent, forgive one another, and be concealed. अनि जब पनि हामीले केही गल्ती गर्छौँ हामीले चाहिँ पश्चाताप गर्नुपर्छ, एकअर्कालाई क्षमा गर्नुपर्छ र त्यसरी चाहिँ हामी चाहिँ फेरि नयाँ हुन्छौँ। Doing nothing because of fear of mistake is neglect of duty. अनि केही काम नगर्ने एउटा डरको कारणले गर्दाखेरि मेरो मिस्टेक हुन्छ कि भनेर डरको कारणले गर्दाखेरि केही काम नगर्ने, त्यो चाहिँ एउटा आफ्नो कामलाई चाहिँ नेग्लिजेन्सी गरेको हो। It becomes a sin that causes a person to be rejected by the Lord. अनि यो चाहिँ यस्तो पाप भन्छ जसले चाहिँ मानिसलाई चाहिँ परमेश्वरले चाहिँ इन्कार गरेको मानिस बन्नलाई चाहिँ जबरजस्ती गर्छ। It is abandoning the purpose for which the Lord saved us. अनि यो चाहिँ एउटा यस्तो हो कि हामीले चाहिँ यस्तो कामलाई चाहिँ इन्कार गरिरहेका छौँ, हामीले यस्तो कामलाई चाहिँ नेग्लिजेन्सी गरिरहेका छौँ जुन कामको लागि चाहिँ परमेश्वरले हाम्रो निम्ति चाहिँ उहाँले रगत बगाउनु भयो, त्यो कामको निम्ति चाहिँ हामी नेग्लिजेन्सी गरिरहेको छौँ। Those who abandon the will of the Lord cannot go to heaven. जो व्यक्तिहरूले चाहिँ परमेश्वरको कामहरूलाई इन्कार गर्छ भने चाहिँ ऊ चाहिँ स्वर्ग जाँदैन। The Lord does not demand perfection from us. परमेश्वरले हामीबाट सिद्धता एकदमै परमेश्वर जत्तिकै हुनुपर्छ भनेर खोज्नु भएको होइन। God simply wants us to obey with all our strength. परमेश्वरले हामीले आफूसँग भएको सबै बलले चाहिँ भए पालना गरेको चाहनुहुन्छ। When we finish life on this earth and enter heaven, our life become complete. अनि जब हामी चाहिँ स्वर्ग जान्छौँ, जब हामीले स्वर्ग जान्छौँ अनि त्यसपछि हामी सबै पापहरू छोडिदिन्छौँ, त्यसरी हामी जब स्वर्गमा प्रवेश गर्छौँ तब चाहिँ हाम्रो जीवन चाहिँ सकिन्छ। In this earthly life, everyone must go forward while making mistakes and repenting. अनि यो जीवनमा, यो संसारमा रहिरहेको जीवनमा सबैजना अघि बढ्नुपर्छ र कतिपय समयमा हामीले हो गल्ती गरौँ र तर हामीले त्यसमा भन्दा पनि अघि बढ्नमा चाहिँ ध्यान दिनुपर्छ। Luke chapter 19 verse 24-26. लुका 19को 24 र 24-26। Then he said to those standing by, "Take his mina away from him and give it to the one who has 10 mina." "Sir," they said, "he already has 10." He replied, "I tell you that to everyone who has,
more will be given. But as for the one who has nothing, even what they have will be taken away. हुन्छ यहाँनिर चाहिँ यसरी लेखिएको छ तब नजिक उभिनेहरूलाई तिनले भने त्यसबाट त्यो सिक्का लिएर 10 सिक्का हुनेलाई दिइहाल तिनीहरूले तिनलाई भने हजुर त्यससँग त 10 सिक्का छँदै छैन छँदै छन् म तिमीहरूलाई भन्दछु जससँग छ त्यसलाई अझ बढी दिइनेछ तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ आमेन Do you do nothing because your faith, knowledge, and ability are small? के तपाईँले केही पनि गर्नुहुँदैन किनभने तपाईँको भरोसा योग्यता अनि तपाईँहरूले गर्न सक्ने कामको क्षमताहरू चाहिँ कम छ If so, before long, even what you already have will be taken away. यसको अर्थ यो हो कि हामीसँग जे हुन्छ तर यदि हामीले आफूले कामहरू गर्दैनौँ भरोसा गर्दैनौँ र हामीले आफूले काम गर्न योग्य भए तापनि हामी कामहरू गर्दैनौँ भने चाहिँ जे भएको पनि खोसिनेछ It will be given to the one who works diligently. अनि यो चाहिँ यस्तो व्यक्तिलाई दिइनेछ जसले चाहिँ काम गर्छ The one who works diligently and become fruitful receive bonus and become even more fruitful. यस्तो व्यक्तिलाई दिइनेछ जो चाहिँ सत्यतामा हिँड्छ एउटा असल काम गर्छ र जो चाहिँ एउटा आफ्नो काम चाहिँ पुरा गर्छ अनि यस्तो व्यक्तिलाई चाहिँ थपिनेछ The one who does not want to obey becomes endlessly weak, and in the end, even his trace disappears. अनि जो व्यक्ति चाहिँ कमजोर हुन्छ जो व्यक्तिले चाहिँ केही गर्दैन त्यो चाहिँ झन् बढी कमजोर हुँदै जान्छ अनि अन्तिममा गएर चाहिँ ऊ चाहिँ हराउँछ र उसको चाहिँ केही पनि भेट्टाउन नसक्ने गरी हराउँछ But the one who obeys, repents, and strives to keep faith become stronger and stronger. तर जो व्यक्तिले चाहिँ भरोसा गर्छ काम गर्छ र जो व्यक्तिले चाहिँ आफ्नो कामहरू चाहिँ उसले गर्छ भने चाहिँ त्यो व्यक्ति झन् बढी शक्तिशाली हुँदै जान्छ त्यो व्यक्ति झन् बढी उसलाई चाहिँ धन थपिँदै जान्छ उसलाई इज्जत थपिँदै जान्छ उसलाई सम्मान थपिँदै जान्छ He lived with spiritual authority in the world and then goes to heaven. अनि उसले चाहिँ आफूले गर्नुपर्ने सबै कामहरू गर्छ उसको भरोसा शक्तिशाली हुन्छ र ऊ चाहिँ स्वर्ग जान्छ Luke chapter 16 verse 10. लुका 16:10 Whenever can be trusted with very little, can also be trusted with much, and whoever is dishonest with very little will also be dishonest with much. हुन्छ हामीले यसै लेखेको छ जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमानै हुन्छ The one who is faithful in very small things is also faithful in very great things. एउटा व्यक्ति जो चाहिँ सानो कुरामा भरोसा राख्छ भने सानोसँग कम हुँदाखेरि पनि उसले भरोसा राख्छ भने उसँग धेरै हुँदाखेरि पनि उसले भरोसा राखेर हुन्छ Everything on this earth is small, यो संसारमा सबै कुराहरू थोरै नै छ but the heaven is great and eternal. तर स्वर्ग चाहिँ एकदमै असल सुन्दर र ठुलो छ The one who is faithful to the Lord's word with the small things
of this earth in order to go to heaven will receive the exceedingly great kingdom of heaven. अनि हाम्रो यो संसार चाहिँ सानो छ, यो संसार चाहिँ सानो छ भने यो अर्थ चाहिँ सानो छ तर स्वर्ग चाहिँ ठुलो छ। अनि जो व्यक्तिले चाहिँ यहाँनिर एउटा वचनलाई पालना गरेर एउटा वचनलाई पालना गरेको भरमा उसले विश्वास गर्छ भने चाहिँ उसले चाहिँ स्वर्गमा गएर पनि ऊ विश्वास गर्नेछ। त्यसै कारणले गर्दाखेरि चाहिँ जो व्यक्तिले यहाँनिर आफ्नो काम चाहिँ उसले पुरा गर्छ र ऊ चाहिँ यो संसारमा भरोसा राखेर बस्छ भने चाहिँ उसले स्वर्गमा गएर पनि उसले आफ्नो भरोसालाई राख्नेछ। त्यसै कारणले उसले स्वर्ग प्राप्त गर्नेछ। Thank you. This message from the Holy Spirit. God bless you. Thank you. हुन्छ, धन्यवाद। यो वचन चाहिँ पवित्र आत्माद्वाराको थियो र यो वचन चाहिँ मलाई पवित्र आत्माले देखाउनु भएको थियो। हजुरको सबैलाई मन पर्यो होला। हुन्छ, धन्यवाद। आजको वचन चाहिँ सिद्धिएको छ। थ्याङ्क यू सो मच पास्टर जोय। अन्त हामी ताली बजाएर धन्यवाद दिनेछौँ। थ्याङ्क यू सो मच। बाई बाई।